कहाँ उहाँलाई चाहिँ यो राणा शासनको बेलाको राजाको रूपमा चाहिँ हामीले मानेका छौँ र? एउटा लोकतान्त्रिक पार्टीको एउटा नेता हुनुहुन्थ्यो हिजो, अहिले राष्ट्रपति हुनुहुन्छ। हामीले त के ठानेका थियौँ त भन्दाखेरि उहाँ लोकतान्त्रिक मूल्य मान्यता पद्धतिलाई चाहिँ मान्ने राष्ट्रपति भनेर सम्मान गर्दै थियौँ। उहाँ खोपीको देउता भन्न पुग्नुभयो। त्यसले के हस्को आयो भने ज्ञानेन्द्रले वीरेन्द्रको हत्या हुने बित्तिकै राजा भइसकेपछि चाहिँ म दाजु वीरेन्द्रको जसरी टुलु हेरेर बस्दिनँ भनेको थियो, त्यस्तै आयो। र यदि उहाँले चाहिँ त्यस्तै मूर्खता गर्नुभयो भने ज्ञानेन्द्रकै जस्तो उहाँको नि हालत हुन्छ। पार्टी मुख्यालय पेरिस डाँडामा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले यस्तो खालको अभिव्यक्ति दिएको केही बेरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो। सायद प्रचण्डले पनि राष्ट्रपति रामवरण यादवसँग यस्तै कुरा गर्नुभयो। प्रचण्डका यी भनाइबाट पनि प्रश्न हुन्छ राष्ट्रपतिसँग के कुरा भयो भनेर। उहाँको प्रश्न के थियो भने मेरो राजनीतिक दलहरूको बिचमा सहमतिले जे होस् त्योभन्दा बढी मेरो चाहिँ कुनै मनसाय छैन। जुन किसिमले यदाकदा टिप्पणीहरू आउने गरेका छन् ती बिल्कुल सही छैनन्। मेरो त्यो होइन। मैले चाहिँ कहिलेकाहीँ पार्टीहरूलाई र नेताहरूलाई केही कुरा भने पनि छिटो सहमति होस् भन्ने उद्देश्यले बाहेक अरू कुनै उद्देश्य म भित्र छैन भन्ने कुरा उहाँले स्पष्ट गर्नुभयो। पछिल्ला दिनमा राष्ट्रपति यादवले राजनीतिक दलहरूले सहमति गर्न नसकेकोमा सार्वजनिक रूपमै गुनासो गर्दै आउनुभएको थियो। सहमतिका लागि राष्ट्रपतिले दलहरूलाई पटक पटक समय सीमा पनि दिँदै आउनुभएको छ। राष्ट्रपतिको यो सक्रियतालाई सरकारको नेतृत्व गरेको एकीकृत माओवादीले मन नपराएको प्रवक्ता सापकोटाको भनाइले थप पुष्टि गर्छ। उहाँले चिन्ता गर्नु पर्दैन, किनभने जतिसुकै बल गरे पनि उहाँले बल गरेर चाहिँ निकास निस्किँदैन। पार्टीहरूले बल गर्नुपर्छ। पार्टीहरूका बिचमा सहमति नभइसकेपछि उहाँलाई चाहिँ पर्दा पछाडिबाट उकास्नेहरूले चाहिँ निकास निकाल्न सक्दैनन्। प्रचण्डसँगको भेटमा राष्ट्रपति यादवले ठुलो पार्टीको नाताले माओवादी अहिलेको अवस्थाप्रति गम्भीर हुनुपर्ने भनाइ राख्नु भएको प्रचण्ड स्वयंले बताउनु भएको छ। सरकारको नेतृत्व गरेको पार्टी हुनुको नाताले पनि र ठुलो पार्टीको नेताको हैसियतले पनि र राष्ट्रपतिजीले भन्दा यो गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षता जे जति राजनीतिक परिवर्तन यो बिचमा भए त्यो परिवर्तनको आन्दोलनको प्रमुख नेतृत्व हुनुको नाताले पनि तपाईँ अगाडि जानुहोस्, सहमति बनाउनको निम्ति मेरो सहयोग हुन्छ भनेर भन्नुभयो। राष्ट्रपतिप्रति एकीकृत माओवादी रुष्ट हुनुको अरू पनि कारणहरू रहेका छन्। राष्ट्रपति यादवले दलहरूसँगको भेटमा निर्वाचनमै जानुपर्ने तर्क गरेको माओवादीलाई मन परेको छैन। प्रवक्ता सापकोटा भन्नुहुन्छ निर्वाचन गर्ने या पुनर्स्थापनामा जाने भनेर राष्ट्रपतिले सुझाव दिन मिल्दैन। पार्टीहरूले माने पनि पुनर्स्थापना मैले मान्दिनँ। उहाँ आफ्नै कुरा बाजिरहेको छ। यसले चाहिँ उहाँलाई चाहिँ धेरै उक्साउनेहरूले धेरै उक्साइरहेका छन्, दबाब दिनेहरूले पनि दबाब दिइरहेका छन् भन्ने हामीलाई लाग्छ। किनभने एकातिर उहाँ भन्नुहुन्छ राजनीतिक पार्टीले जे सहमति गर्छन् त्यही अनुसार मात्रै निर्णय गर्छु भन्नुहुन्छ, अर्कातिर चाहिँ उहाँ के भन्नुहुन्छ त भन्दाखेरि चाहिँ म सबै पार्टीले माने पनि पुनर्स्थापना मान्दिनँ। प्रवक्ता अग्नि सापकोटाका भनाइलाई आधार मान्ने हो भने माओवादी र राष्ट्रपति बीच ठुलै विवाद र आशंकाहरू बढेका छन्। अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमा यसो नभने पनि अवस्था त्योभन्दा फरक छैन। यसलाई एक अर्कोलाई तर्साउने रणनीतिका रूपमा हेर्नेहरू पनि छन्। यद्यपि यसले दिने अर्को प्रश्न सङ्केत चाहिँ के हो भने नेपालको भावी राजनीतिक बाटो त्यति सहज छैन। इमेज समाचारका लागि क्यामेरा पर्सन मिलन भण्डारी र सनिज मानन्दरका साथमा ग्रीष्मराज भण्डारी र सञ्जीव बगाले, काठमाडौँ।